सो हे गाइज वेलकम ब्याक है। मैले चाहिँ नयाँ भिडियो लिएर आएको छु। यो चाहिँ डे 3 अफ पोस्टिङ डेली भिडियो फर 365 डेज। हामीले सबैले च्याट जिपिटी चाहिँ नर्मली युज गरेर आएको छौँ है, नोट्स गर्नको लागि, केही नजानेको कुराहरू सोध्नको लागि। यसलाई चाहिँ अरू डिफ्रेन्ट तरिकाले नि युज गर्न सकिन्छ है, आफ्नो पर्सनालिटी ग्रुमिङ डेभलप गर्नको लागि। जस्ट लाइक यसलाई चाहिँ मैले आफ्नो पर्सनल ट्रेनर जस्तै युज गरेर है, आफ्नो पर्सनल कन्सल्टेन्ट जस्तै यसलाई गर्न बताएर यसलाई गर्न सकिन्छ। जस्तै मैले चाहिँ तँलाई फोटो हाल्छु, मेरो पर्सनल ट्रेनर जस्तै भएर चाहिँ मलाई एन्सर दे भन्न मिल्छ। जस्तै मैले आफ्नो एउटा फ्रन्ट भ्यू, यो फोटो चाहिँ फ्रन्ट भ्यूको, यो चाहिँ हल्का साइड भ्यूको फोटो हालेर उसलाई सोधेँ भने चाहिँ उसले चाहिँ मेरो पहिला चाहिँ हेयरमा चाहिँ पोटेन्सियल छ है भनेर भनेको छ है। मतलब यसलाई स्टाइल गऱ्यो भने उस गऱ्यो भने फेसमा ग्रुमिङ उस गर्न राम्रो छ, ग्रुमिङ गऱ्यो भने राम्रो देखिन्छ। स्किन केयर के गर्ने, त्यसपछि योहरू सबैले चाहिँ सबै कुराहरू जस्तै क्लोथिङ टिप्सहरू किन, स्किन केयर रुटिनहरू उसहरू, तपाईँको स्किन कलर, स्किन टेक्सचर, हेयर टेक्सचर किन, हेयर थिकनेस, तपाईँको फेस सेप, सबै कुराहरू यसले चाहिँ एनालाइज गरेर उस गर्छ। यसलाई चाहिँ मैले पनि केही दिनदेखि फलो गरेर आएको छु है। लास्ट टाइम मैले जब हेयर कट लिएको थिएँ यो पनि यही तरिकाले यसैबाट है टिप्स लिएर गरेको थिएँ। हेलो हजुर, अब एकछिनमा आएँ मैले ल है। मैले पनि केही टाइमदेखि यसलाई फलो गरेर आएको थिएँ है। फलो गर्दा चाहिँ के रिजल्ट आयो भनेपछि यो एआई हो है, मतलब यसले एन्सर आफ्नो हिसाबले दिन्छ, मान्ने नमान्ने हामी आफ्नो हातमा छ। तर यसले केही हदसम्म रिजल्टहरू चाहिँ एकदम राम्रो दिएको छ है। मैले लास्ट टाइम जब हेयर कट लिएको थिएँ यसैबाट सजेस्ट गरेर यस्तै गरेर सोधेर है, मेरो फेस सेप हेर, यसमा कस्तो हेयर स्टाइल सुहाउँछ भनेर उस गरेको थिएँ र त्यो हिसाबले मैले हेयर कट लिएँ। नट ब्याड, राम्रै देखेको थियो मेरो फेस सेपमा है। अनि फेसको एउटा आफ्नो फेसको फ्रन्ट भ्यू गरेको फोटो हालेँ, मेरो हेयर टेक्सचर, मेरो हेयर कलरहरू कस्तो कस्तो छ, मेरो हेयरको थिकनेस, फेस सेप, फेसको कलर टोनहरू कस्तो कस्तो छ भनेर उस गरेको थिएँ। यसले राम्रो रेस्पोन्स दिएको थियो र त्यही हिसाबले मैले हेयर कट लिएँ। यसमा अब आफूले फलो गर्ने नगर्ने आफ्नो हातमा छ, तर यसलाई यस्तो यस्तो तरिकाले नि युज गरेर है आफूले फलो गर्न सक्यो भने केही हदसम्म हो कि नै आफ्नो ग्रुमिङ, आफ्नो पर्सनालिटी, आफ्नो एपियरेन्स चाहिँ चेन्ज गर्न सकिन्छ, अलिकति राम्रो देखिन सकिन्छ है। सो आजको लागि त्यही हो। थ्याङ्क यू फर वाचिङ।